बिमा गाडी बिग्रियो तान्दै खटा 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 गरेर तान्दै नतानेर बर्बाद भयो। नम्बर हेर्न पनि वर्कसप हेर्छु, यो चाहिँ नम्बर ल यहाँ भेट्यो है अमर बतास युडिया वर्कसप फोन हान्नु भयो। हेलो सर नमस्ते। हजुर सर नमस्ते। हजुर कहाँ यो सुजुकी सर्भिस सेन्टर हो सर? हजुर सर हो सर हजुर। ए सुन्नु न सर, मेरो गाडी त बाटैमा बस्यो, गाडी स्टार्ट त हुन्छ तर चाहिँ अगाडि नै बढ्दैन। यसो एउटा पठाउने यहाँ व्यवस्था मिलाउन सक्नुहुन्छ? कहाँ हुनुहुन्छ सर हजुर अहिले? हजुर हेर्नु यो पृथ्वी चोकको तल्लो साइडमा चाहिँ त्यो शान्तिवन छ नि, शान्तिवन। हजुर हजुर सर हजुर। त्यसको साइडमा त्यो मन्दिरको साइडमा छु। ए हजुर सर हुन्छ सर हुन्छ, म हजुरलाई त्यहाँ मान्छे पठाइदिइहालेछु नि, मेकानिक हाम्रो है। एकछिन बस्नु होला। हजुर म पठाइदिइहाल्छु। हस् हुन्छ सर हुन्छ। हस् हस्। हेर्नु न गाडी आउँदै थिएँ, गाडी ठ्याक्क बन्द भयो, ख्याट ख्याट गऱ्यो, अगाडि नि बढ्दैन। फ्यान बेल्टको हो कि केही समस्या भयो जस्तो लाग्यो। यसो नम्बर हेरेको हजुरलाई फोन गरेँ यार, बेलैमा आउनु धन्यवाद धेरै छ। चेक गरिदिइहाल्छु के छ हजुरको, चेक गरिदिइहाल्छु। हजुरको फ्यान बेल्ट के रहेछ? अघि भन्न त भनेको थिएँ मैले, लिएर आउनु भएको छ कि सोध्नु त सर ल्याउनु हो? लिएर आउनु भएको छ। हुन्छ सर फ्यान बेल्ट मैले अघि त्यहाँ अघि भनिसकेँ लिएर आएको छु म। यो लोकल फ्यान बेल्ट हाल्नु भयो रहेछ, त्यही भएर बाटोमा दुःख पाउनु भयो। यो एसजिपी भन्ने चाहिँ कम्पनीको चाहिँ हाल्नु भयो भने चाहिँ राम्रो हुन्छ। हाल्नु पर्ने छ। मैले त बाहिर लोकल ग्यारेजमा हालिदिएको सबै बिगार्दै थिएँ, लान मन लाग्दैन कि म अबदेखि त त्यहाँ लादिनँ, कहिले लादिनँ। यति सबै ल्याउँदिनँ, अथराइजमै ल्याउनु पर्ने छ। बल्ल बुझेँ मैले, साह्रै दुःख पाएँ यसमा। समस्याहरू छ कि त्यो चाहिँ हेरौँ। ल हुन्छ बाबु, म लिएर आउँछु। बाबु पछि हिँड्छु, बरु म देखेँ होइन, फर्स्ट टाइम हो। अब तपाईँसँग जाने हुन्छ, उतै चेक जाँच गरौँ, सबै राम्रोसँग हेर्नु पऱ्यो बाबु। ल जाऊँ। धन्यवाद, धेरै धेरै धन्यवाद है। एकदम इमर्जेन्सी मिटिङमा जानु थियो, गाडी बाट्दा यस्तो समस्यामा परे, गरिबमा दुःख पाएको थिएँ। भाइले पनि धेरै उ गर्नुभयो है। छिटो छरितो सेवाको लागि एकदम खुसी छु, आभारी छु। मेरो साथीहरू अब आफन्तहरू गाडी यहाँ सुजुकी गाडी हुँदा यहीँ जानमा अनुरोध गर्छु। बाहिर चाहिँ गाडी लाग्छ, एकदम खुसी लाग्यो। धन्यवाद। ए हजुरले चाहिँ अब जेन्ने सामानहरू युज गर्नु पऱ्यो, अनि सर्भिस चाहिँ सोरुममै गराउनु। हुन्छ हुन्छ, मैले सरको नम्बर पनि राखेको छु, फोन गर्छु, म यहीँ आउने गर्छु। खुसी लाग्यो।